नमस्ते नमस्कार दर्शकबिन स्वागत छ यहाँहरूलाई गणेश आर्ट युट्युब च्यानलमा। म गणेश हजुरको सामु फेरि उपस्थित भएको छु नयाँ भिडियोका साथ। दर्शकबिन कान्छी घरबाट भाग्न त सफल भइन्, तर तपाईँहरूलाई थाहा छ उनले प्रहरीसम्म पुगेर त्यो पेन ड्राइभ प्रहरीलाई हस्तान्तरण गरेर आफ्नो श्रीमानलाई जेलबाट निकाल्न सफल भएकी छिन्। दर्शकबिन उनले जुन उनको हातमा सबुत परेको थियो त्यो प्रहरीलाई देखाएर प्रहरीले बखुबी बाइज्जत सागरलाई जेलबाट बरी गरेको छ र उनीहरू खुसी खुसी अब आफ्नो घरतर्फ लागिरहेका छन्। कान्छीको अनुहारमा हर्षको लहर छुट्टै छ र सागर पनि उति नै खुसी छन्, किनकि उनलाई विश्वास थियो उनकी श्रीमती कान्छीले उनलाई कुनै न कुनै दिन जेलबाट छुटाएर निकाल्ने छिन् भन्ने। दर्शकबिन यो सुन्नमा त कति रमाइलो लाग्यो होला, तर विडम्बना हामीले अझै पनि यो कुराको टुङ्गो लगाउन बाँकी नै छ, किनकि कान्छी त्यो खलनायकको घरबाट भाग्नमा त सफल भइन् र उनको हातमा त्यो सबुत पनि परेको छ। धन्यवाद ती घरकी दिदीलाई जसले कान्छीको यत्रो मद्दत गरिन्। आफ्नै ज्यानको ख्याल नराखी मानवतालाई अगाडि सारेर उनले दया धर्म देखाइन् र उनको यो गुण कान्छीले पनि कहिले भुल्ने छैनन् र हामीलाई पनि धेरै खुसी लागेको छ। उनले जुन कान्छीको लागि मद्दत गरिन् त्यो एकदमै सराहनीय थियो। त्यही खलनायककै कारण उनले आफ्नो श्रीमानलाई डिभोर्ससम्म दिनु पर्यो र त्यही खलनायकसँग बिहे गरेर त्यही घरमा बस्नुपर्ने सम्म उनको बाध्यता भयो। तर भगवानको कृपा भनौँ कि कान्छीको राम्रो लक भनौँ या फेरि उनले गरेको कर्मको फल भनौँ, त्यो घरमा काम गर्ने दिदीले कान्छीलाई सहायता गरेर कान्छीको श्रीमान यानि सागरलाई जेलबाट निकाल्नका लागि जुन सबुतहरू चाहिएको थियो, जुन प्रमाणहरू चाहिएको थियो, त्यो कान्छीको हातसम्म पुर्याउनमा उनले धेरै मद्दत गरेकी छिन्। र दर्शकबिन सोही गरेको मद्दत थाहा पाएपछि ती घरधनी यानि ती खलनायकले धेरै मारपिट पनि उसले गर्यो। उनले धेरै थप्पड खाइन्, तर दर्शकबिन कान्छीले उनलाई बचाउन त धेरै खोजेकी हुन्, तर पनि उनले बचाउन सकिनन्। उनीहरू त्यत्राजना छन् र कान्छी एक्लै। हुन त कान्छी पनि सानोतिनो मन र सानोतिनो मनोबल भएकी होइनन्, उनमा पनि धेरै हिम्मत छ, तर पनि ती खलनायकले बिचारी ती दिदीलाई कोठामा लगेर बन्द गरिदिएका छन्। अब ती दिदीले कति दुःख पाउनु पर्ने हो। हामीले जस्तो देख्यौँ कान्छी घरबाट त निस्किसकिन्, अब आशा गर्छौँ कान्छी फेरि फर्केर यो घरमा आउन नपरोस्। हामी पनि यही दुआ गर्छौँ कि कान्छीलाई अब यस्तो पीडामा फस्न नपरोस् र जुन उनको हातमा सबुत लागेको छ त्यो सबुतले उनले आफ्नो श्रीमानलाई जेलबाट रिहा गराउनमा एकदमै सफल हौँ। दर्शकबिन हामी पनि चाहन्छौँ, तर विडम्बना यो अझै लम्बिने भयो। अझै कान्छीले कति दुःख र कति कष्ट भोग्नु पर्ने हो। दर्शकबिन उनको हात परेको त्यो पेन ड्राइभ यदि उनले प्रहरीसम्म पुर्याइन् भने पनि त्यही प्रहरीबाट उनलाई धोका नहुन सक्छ भन्न हामी सकिँदैन, किनकि कान्छीको कदम कदममा दुश्मनहरू छन्। त्यो खलनायकले पुलिसलाई पनि पैसा दिएर किनेको हुन सक्छ। यदि यस्तो भयो भने फेरि सागरलाई निर्दोष ठहराउनको लागि अझै कान्छीले धेरै मेहनत गर्नुपर्ने देखिन्छ। हो दर्शकबिन, यदि त्यो पेन ड्राइभ यस्तो प्रहरीको हात लाग्यो जो पैसाको लागि बिकिसकेको छ भने कान्छीलाई धेरै अप्ठ्यारोहरू आउनेछन्। दर्शकबिन यता गाउँतिर कान्छीकी आमा भने छुट्टै पीडामा देखिन्छन्। उनको मनमा कुरा खेलिरहेको हुन्छ। उनले आफ्नो नातिनीलाई हेर्दै मनमा नै सोच्दछिन् कि कति ज्ञानी नानी, मेरो नातिनी कति ज्ञानी, हुन त आमा पनि कति ज्ञानी छिन्। जुन आमाको खुन दौडिरहेको छ, जुन बाबाको खुन दौडिरहेको छ त्यही छोरी न त हो। आखिर यत्तिको ज्ञानी हुनु त स्वाभाविक नै थियो, तर पनि उनलाई धेरै खुसी लाग्छ, किनकि सागरको आमाले र भाइले मिलेर कान्छीकी छोरीलाई गाउँमा फ्यालेर आएका छन्। हुन त भन्छन् नि, मान्छेलाई जब दशले घेर्छ नि आफ्नै छायाले पनि साथ छोड्छ भनेर। कान्छीको छोरी आखिर उनीहरूको पनि त खुन थियो, उनीहरूले पनि हेरचाह गर्न सक्थे, राम्रोसँग पालपोस गरेर पाल्न सक्थे। हेर्नुहोस् त, आमा घरबाट गायब हुने बित्तिकै त्यो छोरीलाई टुहुरो बनाएर उनले आफ्नो मामाको घरमा लगेर छोडिदिए। कति पनि मनमा दया लागेनछ। उनीहरूले सोचेका छन् कि अब कान्छीले सागरलाई सधैँको लागि धोका दिए,
र कान्छी अर्कैसँग बिहे गरेर आफ्नो जिन्दगी सुरुवात गरिसकी। उनीहरूलाई के थाहा कान्छीले कस्तोसम्म सजाय भोगेकी छिन् आफ्नो श्रीमानको लागि भनेर र आफ्नो सन्तानको लागि भनेर। कान्छी जस्तो बुहारी त भाग्यले पाउँछन्। अब दर्शकबिन त्यतिकैमा ठुले पनि घर आइपुग्छन् र ठुलेलाई आमा बुबाले जाना ठुले सहर गएर कान्छीको बारेमा खबर लिएर आइछ। न कन्ट्याक्ट छ, न कुनै बोलचाल छ, कहाँ छे कस्ते छि केही अत्तो पत्तो छैन भनेर ठुलेलाई आग्रह गर्छन्। ठुले पनि हुन्छ, म सहरतिर गएर कान्छीको बारेमा बुझेर आउँछु बुवा मम्मी भन्दै जवाब दिन्छन्। त्यतिकैमा यता सागरलाई भेट्न भनेर सागरका सर जेलसम्म आइपुग्छन्। सरलाई देख्ने बित्तिकै सागरको भने मुटु भकानिएर आउँछ। उनको गहभरि आँसु हुन्छ। उनी रुन मात्र सक्दैनन्। उनको आँखा आँसुले टिलपिल भरिएको देखिन्छ। उनका सरले सागर यो कसरी भयो, किन भयो? म त बाटोमा जाँदै गर्दा तिम्रो आमालाई र भाइलाई भेटेको थिएँ। उनीहरू तिम्रो छोरीलाई तिम्रो ससुरालीसम्म पुर्याउन भनेर हिँडेका रहेछन् र मैले कान्छीको बारेमा पनि के सुन्दैछु यस्तो। मलाई थाहा थिएन कान्छी यस्ती होलिन् भनेर। मैले त कान्छीको बारेमा छुट्टै सोचेको थिएँ। मैले के सोचेको थिएँ र उनी कस्तो निस्किन्? सागर भने सरलाई सम्झाउँदै भन्छन्, होइन सर, त्यस्तो केही होइन। मलाई थाहा छ मेरी कान्छी मलाई छोडेर कहीँ जान सक्दिनन्। उनले जे गरिरहेकी छिन्, जसो गरिरहेकी छिन् त्यसको एउटा ठुलो कारण हुनुपर्छ। या त उनको बाध्यता हो, या त उनले मलाई रिहा गर्नको लागि कुनै कदम चालेको हुनुपर्छ। दर्शकबिन यहाँ सागरको विश्वास कान्छीप्रतिको एकदमै बलियो र ठोस देखिन्छ र यसले हाम्रो समाजमा एउटा राम्रो सन्देश पनि ल्याउँछ। दर्शकबिन आफ्नो जीवनसाथीमाथि विश्वास गर्नु पनि एउटा आत्मबलको निशानी हो। यदि तपाईँको मनले तपाईँलाई भन्छ कि तपाईँको जीवनसाथीले तपाईँलाई धोका दिन सक्दैन र उसले जे गरिरहेको छ उसको पछाडि कुनै न कुनै ठुलो कारण हुनसक्छ, तब सोच्नुहोस्, तब बुझ्नुहोस् कि तपाईँको जीवनसाथी पक्कै पनि त्यस्तै कारणमा फसेको हुनुपर्छ। किनकि यो संसार विश्वासले टिकेको छ र विश्वासभन्दा ठुलो यो संसारमा कुनै चिज छैन। दर्शकबिन सागरको विश्वास पनि आफ्नो श्रीमतीप्रति एकदमै पहाड जस्तो अटल देखिन्छ र हुन पनि हो। दर्शकबिन जस्तो हामीले आँखाले देख्यौँ, जस्तो कानले सुन्यौँ, जरुरी छैन त्यो साँचै हो या त्यो वास्तविकमै भएको हुनुपर्छ। किताबको कभरलाई मात्रै देखेर हामीले कहिल्यै पनि किताबलाई जज गर्नु हुँदैन। जस्तो उनको परिवारले उनको बारेमा सोचिरहेको छ, उनी बिल्कुल उसको विपरीत परिस्थितिमा फसेकी छिन् र उनले कुन सङ्घर्ष गरिरहेकी छिन्, कुन पीडामा उनी बाँचिरहेकी छिन् त्यो त उनलाई मात्रै थाहा छ र कता कता सागरलाई पनि यो कुराको आभास छ। र दर्शकबिन यता ठुले भने सहर जान भनेर तयार भएका हुन्छन् र उनले डमरीलाई पनि आफूसँगै जान आग्रह गर्छन्। तर डमरी भने उनको कुरालाई इन्कार गर्दै बोगो हुँदैन। तपाईँ एक्लै गइस्यो, म बजार गएर के गर्नु, बरु म बसेर आमा बुबाको ध्यान राख्छु, उहाँहरूको ख्याल राख्छु, उहाँहरूसँगै म बसेर उहाँहरूसँगै रमाउन चाहन्छु। जब ठुलेले यो कुरा सुन्छन् उनी खुसीले हर्षले गदगद हुन्छन्। किनकि हरेक छोरा मान्छेको सपना हुन्छ उसकी जीवन सङ्गिनी यस्तै बुझ्ने होस्, उसको परिवारलाई आफ्नो परिवार भनेर सदैव उनीहरूको ख्याल राखोस्। दर्शकबिन डमरीको मन पनि एकदम सफा छ। उनी मान्छे त सोझी नै हुन् तर बुझकारी पनि रहेछन् भन्ने हामीले यो एपिसोडद्वारा थाहा पाएका छौँ र यी सबै कुराहरू कान्छीको आमाले पनि सुनिरहेकी थिइन्। जब यी सबै कुराहरू उनले डमरीको मुखबाट सुनिन् उनलाई पनि धेरै खुसी भएको थियो। हो दर्शकबिन, सबै आमा बुबाको चाहना हुन्छ कि उनीहरूको बुहारी भएर होइन, एउटा छोरी भएर उनको घरमा भित्रिउन् र आफ्नो आमा बाउलाई जस्तै उनीहरूलाई पनि माया गरून् र उनीहरूको साथमा सदैव उभिउन्। जब उनले यी कुराहरू डमरीको मुखबाट सुन्छन् उनी धेरै खुसी हुन्छन्। कान्छीकी आमाले जब यो रमाउँदै र खुसी हुँदै आफ्नो श्रीमानलाई सुनाउँछन्, श्रीमान पनि त्यत्तिकै खुसी हुन्छन्। किनकि दर्शकबिन जुन माहौल यो घरमा बनिरहेको थियो आजभोलि सबैको मुखमा, सबैको अनुहारमा दुःख र पीडा बाहेक अरू केही झल्किन्थेन।
तर अचानक कान्छीको आमालाई खुसी देख्दा कान्छीको बाबा त्यसै खुसी भए र झन् जब उनले यो कुरा सुनाइन् तब झन् खुसी भए। यता जेलमा भेट्न भनेर सागरकी आमा र सागरका भाइ पनि पुगेको देखिन्छ। सागरको हाल खबर सोध्न थाल्छन्, दाजु तपाईँलाई कस्तो छ? सागरकी आमा भने उही कान्छीलाई फेरि दोष लगाउन थाल्छिन्। सन्तोषले पनि मलाई भाउजूले यस्तो गर्नुहोला भन्ने लागेको थिएन दाजु, भाउजूलाई मैले के सोचेको थिएँ के निस्किनु भयो भन्दै सुनाउन थाल्छन्। सागर भने त्यही विश्वासमा अटल रहन्छन्। होइन आमा, कान्छीले कुनै न कुनै मजबुरीमा आएर यो कदम उठाएको हुनुपर्छ। उसले मलाई त्यतिकै डिभोर्स दिनेवाला ऊ मान्छे होइन, उनलाई कुनै न कुनै ठुलो मजबुरी हुनुपर्छ। बरु कान्छा त भाउजूलाई खोज्दै गर है, उनी कस्तो हालतमा छिन् के गर्दैछिन् भनेर जब सागरले सन्तोषलाई आग्रह गर्छन्, सन्तोषले हुन्छ दाजु, तपाईँलाई अझै पनि तपाईँको श्रीमतीमाथि यस्तो विश्वास लाग्छ भने म खोज्न तयार छु भन्दै सागरलाई उत्तर दिन्छन्। दर्शक पनि यता खलनायक भने जब घरबाट निस्कन सक्दैनन् किनकि कान्छीले गेट बाहिरबाट बन्द गरेकी हुन्छन्, घरबाटै फोन गरेर कान्छीको पछाडि गुण्डाहरू लगाइसकेका छन्। कान्छी भाग्दै गर्दा बाटोमै गुण्डाहरूले देखेर कान्छीलाई लखेट्दै उनको पिछा गर्दै भाग्न थाल्छन्। कान्छी पनि आफ्नो ज्यान बचाउन र आफ्नो श्रीमानलाई निर्दोष साबित गर्न लागि परिरहेकी छिन्। अनि जसोतसो भागेर एउटा गल्लीमा गएर लुक्न भ्याउँछिन् र दर्शकबिन जब त्यही गल्लीबाट उनी निस्केर बाहिर फेरि भाग्न थाल्छिन्, फेरि गुण्डाहरू उनको पछि परेको देखिन्छ र अन्ततः उनले हिम्मत गरेर उनीहरूको बाम धुलाइ गर्छिन्। उनीहरूलाई लौरोले कुटेर अधकल्चो पारेर छोड्छिन्। हो दर्शकबिन, आइमै जति कोमल हुन्छन् त्यतिकै उनीहरूको भयानक रूप पनि हुन्छ। जब कुरा आफ्नो परिवारमाथि आइलाग्छ उसले आफ्नो ज्यान पनि दिएको थाहा पाउँदिन। यही कुरा हामीले यो नाटकद्वारा थाहा पाउन सक्छौँ। जुन कान्छी गुण्डाहरूदेखि डराएर भागिरहेकी थिइन्, उनैले तिनै गुण्डाहरूको कुटी कुटी रामदुलाई हानेर अधकल्चो पारेर बाटोमा सुताइदिएको देखिन्छ। दर्शकबिन उति नै मल्टी ट्यालेन्टेड आशा गौतमजी, उहाँद्वारा निर्माण यो सिरियल एकदमै राम्रो छ। दर्शकबिन उहाँ आफैमा एक्टिङ पनि एकदमै राम्रो गर्ने र उहाँ डाइरेक्टर पनि त्यस्तै राम्रो, कथा पनि यस्तो राम्रो लेख्नु भएको छ। हाम्रो समाजमा धेरै राम्रो सन्देशहरू यो सिरियलले पुर्याइरहेको देखिन्छ। र दर्शकबिन हामी चाहन्छौँ यो आउने एपिसोडमा सागरलाई जेलबाट निकाल्नमा कान्छी सफल हुन् र हामीले सागर जेलबाट निस्केको देख्न पाऊँ र सागर र कान्छी फेरि एक भएर खुसियाल जिन्दगी बितेको र त्यो खलनायकलाई कडाभन्दा कडा कारबाही र सजाय भएको हामीले देख्न पाऊँ भन्दै आजको भिडियो यहीँ टुङ्ग्याउन चाहन्छु। दर्शकबिन हेर्दै गर्नुहोला कान्छी सिरियल। फेरि भेटौँला अर्को भिडियोमा, तबसम्मको लागि नमस्ते।